सिन्धुली जिल्लाको एउटा धार्मिक तथा पर्यटकीय स्थल कमलामाई मन्दिरको बारेमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। कमलामाई मन्दिर अर्थात् माईस्थान मन्दिर पनि भनेर चिनिने गरिन्छ। यो मन्दिर कमलामाई नगरपालिका वडा नम्बर 5 मा अवस्थित छ। सिन्धुली बजारबाट दक्षिण करिब 9 किलोमिटर दक्षिणमा र बर्दिवासबाट करिब उत्तरमा 29 किलोमिटरको दूरीमा बिपी राजमार्ग हुँदै कमला नदी र गोमती नदीको दोभानमा अवस्थित यस कमलामाई मन्दिर धार्मिक आस्थाको धरोहरको केन्द्रको रूपमा चिनिने गर्दछ। यस मन्दिरमा माघे संक्रान्तिको अवसरमा ठुलो मेला लाग्ने गर्दछ। यस अवसरमा थुप्रै तीर्थालु भक्तजनहरू यहाँ आफ्नो भाकल पूरा गर्न, आफ्नो पूजाआजा गर्न शक्तिपीठमा यस मन्दिरमा आउने गर्दछन्। विशेष गरेर भारतबाट र नेपालका विभिन्न कुनाकन्दराबाट मानिसहरू यस मन्दिरमा यस माघे संक्रान्तिको अवसरमा आउने गर्दछन्। उक्त समयमा मानिसहरूले आफ्नो पहिला भाकल गरे अनुसारको फल प्राप्त भए अनुसारको मान्छेले यहाँ भाकल गर्ने, भाकल अनुसारको बलि चढाउने, आफ्नो चढ्ने चिजहरू चढाउने गर्ने गर्दछन्। मन्दिर आफैमा धार्मिक तथा ऐतिहासिक महत्त्वको लागि धेरैभन्दा धेरै प्रसिद्ध छ। यहाँ एउटा किम्वदन्ती पनि रहेको छ। कमलामाई नगरपालिकाको सिन्धुली माडी बजारमा अवस्थित एउटा महाकाली मन्दिरको सुरुवातमा सर्वप्रथम पूजा गरेपछि मात्र यस मन्दिरमा पूजा गर्नका लागि जानु पर्दछ भन्ने एउटा किम्वदन्ती पनि रहेको छ। यो दुई नदीको सङ्गम स्थलमा अवस्थित एकदमै अत्यन्त रमणीय, आकर्षक प्यागोडा शैलीमा निर्मित मन्दिर हो। यो दुई नदीको खोजको किनारमा रहेको छ। यो मन्दिरको वरिपरि हरियाली, वनस्पति, फूल, फलफुलहरू हामी देख्ने गर्दछौँ। यहाँ थुप्रै अन्य ससाना मन्दिरहरू, विभिन्न देवी देवताका मन्दिरहरू पनि स्थापना गरेका छन्। छेउमा भक्तालुजनहरूले आफ्नो गच्छे अनुसारको, आफूलाई चाहे अनुसारको भेटी दिनको लागि यहाँ दानपेटिका पारदर्शी रूपमा राखिएको छ। बलि गर्ने छुट्टै ठाउँहरू छ। विभिन्न किसिमका त्रिशूल, घण्टा आदिहरू यहाँ चढाउने कुनै मन्दिरको उत्तरपट्टि रहेको छ र यसको चारैतिर 4वटा ढोकाहरू रहेका छन्, जुन आफैमा एकदमै आकर्षक रहेको छ। हाल यो मन्दिर व्यवस्थापन समितिले यसको विशेष गरेर यसको कार्यहरू, यसका सुधारका कामहरू, विकासका कामहरू लगायतका अन्य कामहरू गर्दै आइरहेको छ। मन्दिर आफैमा नेपालीहरूको पवित्र स्थल हो, जहाँ स्वाभाविक रूपमा आस्थाको केन्द्र पनि मान्ने गरिन्छ। तसर्थ यस क्षेत्रमा सम्पूर्ण सिन्धुलीवासी लगायत सरकारवालाहरूले पनि यसलाई थप व्यवस्थित, थप परिष्कृत र विकासका वरिपरि यसको अन्य सुधारहरू गर्नमा सबैको ध्यान जानु आवश्यक छ जस्तो पनि मलाई लाग्दछ। यस मन्दिरमा साह्रै मान्छे भक्तालुजनहरूको लागि विभिन्न किसिमका थुप्रै व्यवस्थाहरू पनि रहेको छ। यसको गेटदेखि लिएर हामी देख्न सक्छौँ बिपी राजमार्गसँगै जोडिएको छ। गेटबाट अलिकता 25 मिटर अगाडि दक्षिणतिर बढ्यो भने झोलुङ्गे पुल आउने गर्दछ। त्यो झोलुङ्गे पुल करिब 100 मिटरको झोलुङ्गे पुल